हेलो गाइज, अब आज हामी काठमाडौँबाट बुटोलटक्क दुईटा बाइक लिएर 4 जना जाने तयारीमा छौँ। अब अलिअलि बाइकलाई धुनु पर्यो भनेको धुलो सुलो पखाल्ने हो। राम्रोसँग त हिजो धोएको बाइक साइड ट्याक्क धोएर हामी आज निस्किन्छौँ यहाँ काठमाडौँबाट बुटोलतिर दसैँ मनाउनको लागि। झोला ठ्याक्क हाम्रो रेडी भइसकेको छ बाँधकुत गर्नको लागि। अब यहाँ टक्क बाइकमा झोलाहरू बाँधेर रेडी भइसक्यो। हामी एउटा त्यो एफजेड बाइक अनि एउटा बुलेट बाइक, दुईटा बाइकमा ठ्याक्क 4 जना जाने हो। भिडियो हेर्नु त नेटवर्क सर भिडियो ल जाम अलि कसरी ल कस छैन कसला यसको यहाँ बाँध्दै छैन यो त मेरो छैन त्यसमा चाहिँ साथी बसौँ पछाडि छ 3%। किरण दाइले फोन आएको त कताबाट गयो? जाम छ क्या हो यार, लास्टै जाम छ जस्तो छ। हामी यहाँ ठ्याक्क युएन पार्कको यतातिरको पुलमा, युएन पार्क नेताको पुलमा थिम लास्टै जाम छ जस्तो छ। एकछिन जाममा बस्नु पर्ला जस्तो छ। ल खुल्यो जाम खुल्यो। मुगलिङ नारायणघाट सडक खण्डको टुन खोलामा पहिरो भएर बाटो जाम भएको छ अरे। त्यही भएर आज हामी हेटौडा हुँदै नारायणघाट निस्किन्छौँ। दक्षिणकाली हेटौडा हुँदै नारायणघाट निस्किने सोचमा छौँ हामी। अब सरर र बल्खु चोबार रोडतिर हान्निसक्यौँ हामी। अब सरर जानुपर्छ। हेरौँ बाटो कस्तो छ। यहाँ नजिकसम्म दक्षिणकालीसम्म त ठिकै छ होला, त्यसपछि कस्तो छ थाहा छैन, गएको छैन अहिलेसम्म त्यो बाटो। लेट्स सी।
चोबार भन्सार कार्यालय लेखेछ त साथी। यहाँनिर भित्र चाहिँ कारको भन्सार यहाँ हुँदो रहेछ क्या हो। कारै कार छन् क्या भित्र। भन्सार कार्यालय पनि लेखेछ। कारै कार छन् भनेपछि कारभरि पहिला यहाँ आएर चाहिँ भन्सार भएर बल्ल निस्किँदो रहेछन् जस्तो लाग्यो। पानी पर्छ कि यहाँ हो। कीर्तिपुर नगरपालिकामा थियौँ होला होइन? दक्षिणकाली नगरपालिका। अब हामी यहाँ ट्याक्क चाल्नाखेलनिर आइसकेका छौँ। चाल्नाखेल यो पुलिस बिट चेकिङ हुन्थ्यो कहिले कहिले, आज छैन क्या। चाल्नाखेल बसेका छन्। ल भन्ज्याङ भन्ने ठाउँमा आइएछ। भन्ज्याङ भन्ने ठाउँमा दक्षिणकाली त यहीँबाट तल लाग्यो क्या। यहाँ हामी चाहिँ माथि दक्षिणकाली जाने यहीँबाट तल लाग्यो कि कहाँ हो? यहाँ त होइन होला। चेकिङ छ क्या हो। यहाँ चेकिङ परिन्छ क्या हो। ए परिएन, चेकिङ परिएन। यतिबाट हुँदै उता जस्तो लाग्छ मलाई त। कताबाट? माथिबाट जस्तो लाग्थ्यो। लोकेसन हेर्नु न, लोकेसन। बाटै कन्फ्युज भयो कता उता हेरि। उता होइन, अपोजिट। ठ्याक्कै यहाँनिर अलिकति बाटो कन्फ्युजिङ पर्यो अनि सोधेको। दुईतिरबाटै गइँदो रहेछ जान त। कुलेखानीतिरबाट जाँदा अलि धुलो बाटो छ अरे, त्यही भएर हामी सिस्नेरीतिरबाटै जान्छौँ। त्यता बाटो अलिकति लामो चाहिँ सिस्नेरीतिरबाट लामो पर्ने भयो, तर पनि बाटो सजिलो छ भने सिस्नेरीतिरबाटै जाउँ न भन्ने सल्लाह भयो हाम्रो।
गाडीहरू यहाँबाट फर्किराखेछन्। बाटो बिग्रिएछ कि उता के हैछ हेरौँ। जाम के अगाडि हेर्दै जाम के छ। फर्कनु परेछ भने अगाडिबाटै फर्किउँला नि। लामो जाम छ त यार। जाम त साह्रै लामो हैछ। सायद बाटो छैन होला, फर्किनु पर्छ जस्तो लाग्यो मलाई। हेरौँ अझै अगाडि जाम न लास्टसम्म के हैछ। के जाम हो? एकजना दाइले त बाटो यताबाट छैन, यताबाट घुमेर जानुस् भन्नुभयो। हामी मोडिम। अब हेरौँ बाटो कस्तो छ। यता अप्ठ्यारो छ जस्तो छ। कति अप्ठ्यारो छ हेरौँ न। उकालो त साह्रै उकालो चढेर फेरि ओह्रालो झर्नुपर्छ भन्ने कुरा गर्दै हुनुहुन्थ्यो। यो बाटो माथि निस्किन्छ? बाटो पुरै कच्ची छ जस्तो छ, उकालो छ, कतिको अप्ठ्यारो छ, लास्टै अप्ठ्यारो छ जस्तो छ। हेरौँ अब जान सकिन्छ कि सकिन्न, कतासम्म सकिन्छ। जाँदै गरौँ क्यार के हुन्छ हेरौँ न। हजुर हेटौडा हेटौडा यहाँबाट सिधै यस्तो त्यो टर्निङ चाहिँ नि त्यो पोखर बोर्ड आउँछ हैन। हजुर त्यहाँबाट पसल छ। त्यहाँबाट सिधै चाहिँ त्यो चौर आउँछ, त्यो पोखरी पनि आउँछ। त्यहाँबाट फेरि त्यो तल झर्नुपर्छ। ए ल हस् त एकदम। ए हस् ला दाइले ब्रेक लाउन, बाइकले तानेन नि त यार। ब्रेक लगाएपछि पिकअपै लिएन यार। ढलो 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 झर झर तिमी झर झर ढलिहाल्यो नि। ब्रेक लगाउनेको होइन, दाइले डिस्टर्ब गर्नु। ताना त उठाउ त। दाइले पगार लगाउनु कस्तो पछाडि चिप्लेको त नि। लड्यो नि, नराम्रै लड्यो। एक लड बाटो त लास्टै अप्ठ्यारो रहेछ यार निर्मल सर। कसरी जाने हो, बाइकै धान्न गाह्रो पर्ने जस्तो बाटो रहेछ। बाटो त लास्टै ओह्रालो रहेछ। पछि पछि जान अलिक पछि भएर जानुपर्छ। ब्रेकै नलाउला जस्तो बाटो रहेछ। खल्टाङ र खुल्टुङ हो। यार कस्ता बाटो ल्याउनु यार। पिकनिक खाने बसेर देब्रे भन्थ्यो त कता हो। पोखरी खोइ त्यही हो। पोखरी आउँछ, पोखरीबाट तल झर्नु ल भन्थ्यो त। मलाई पिकनिक खाने चौरा यो त। पोखरी त ठाउँमा यस्तो बाटो होला र।
भाइ अलिकति तल हजुर हिँड्नु अनि म पछि पछि आउँछु ओह्रालो भए ग्याप राखेर जाउँ कि अगाडि च्याप्थ्यौ नि त तिमीले पछाडि भार परेर अगाडि अड्डेको नि मैले त स्वाइँ जान्दैन खुट्टो झरिहाल्यो लास्ट चिन्नु छ त यार लास्ट चिन्नु छ त यार टायर अझै लड्किँदैछ यार टायर अझै लड्किँदैछ एक गियर हालेर रोकिने त पर्छ हेर सास फेर्ने गर्दा यार अहिले हामी ठ्याक्क अब सिस्नेरीमा पुगिसक्यौँ सिस्नेरीमा यहाँ खाजासाजा खान्छौँ खाजासाजा खाएर ट्याक्क पेट गरम गरेर निस्किन्छौँ अब खाजा के छ सोधेर खाजा हामी अब ठ्याक्क भैँसेमा आइसकेका छौँ यो चाहिँ उता दामनतिरबाट आउँदा र यता फर्पिङ अथवा सिस्नेरतिरबाट आउँदा चाहिँ ठ्याक्क मिटुने ठाउँ हो कि उताबाट आए दामनतिरबाट आए पनि यहाँ निस्किन्छ अनि यताबाट आए पनि यहाँ निस्किन्छ अब यहाँबाट ठ्याक्क पुल तरेर हामी उ त्यहाँ देखिएको छ नि पुल जुन हो त्यो पुल तरेर हामी ठ्याक्क हेटौडातिर लाग्छौँ तर बादल त क्या खतरा देखिएछ त यार रातो देखिएछ त अस्ताउने बेलाको घाम भएर होला ल अब हामी ठ्याक्क हेटौडा जानको लागि के पुल लेख्यौ भैँसे पुल चाहिँ तर्दैछौँ अब हेटौडा नजिकै छ होला धेरै छैन होला अब हेटौडा पुग्नलाई यो चाहिँ रातामाटे पुल रहेछ फलामै फलाम गए जस्तो छ
अब ठ्याक्क रातामाटे पुल तरेर अब हेटौडा सायद अब हेटौडामा छिरिसक्यो जस्तो लाग्छ मलाई। यो कुन ठाउँ रहेछ थाहा भएन, तर यहाँ आर्मी ब्यारेक रहेछ। ठाउँ चाहिँ राम्रो रहेछ क्या, सिन चाहिँ बबाल आयो यार। छेउछेउमा ढ्याक्क बोट बिरुवा होइन, बिचबाट बाटो, सिधा बाटो छ क्या, बाटो पनि मजा आयो। अब हामी ठ्याक्क हेटौडा उपमहानगरपालिकाभित्र छिर्यौँ। अब यहाँबाट अलिकति अगाडि गएपछि राइट लाग्नुपर्छ होला चितवन जानको लागि। म्यापले त्यस्तै देखाएको थियो। अब हामी यहाँबाट कति किलोमिटर, 76-77 किलोमिटर जति छ होला चितवन। अब कति घन्टा लाउँछ हेरौँ, 1.5-2 घन्टामा त पुगिएला चितवन त। हामी अब ठ्याक्कै हेटौडाबाट चितवनतिरको लागि तेर्सिसकेका छौँ। रात झमक्क परिसक्यो। अब रन्केर जानुपर्छ, ढिला भइसक्यो, 7:30 बज्न लागिसक्यो। फाइनल्ली हामी 9 बजेतिर चितवन आइसकेका छौँ। अहिले 9 बजेको छ। चितवन ठ्याक्क हामी अब हाकिमचोक पुग्न लागिसक्यौँ। अब आज हामी चाहिँ चितवनमै बसेर बुटोलको लागि चाहिँ भोलि निस्कन्छौँ। हेर्दै गर्नु होला, यस्तै फलकहरू आइरहन्छ च्यानलमा। ल अहिले त गुड नाइट सबैजनालाई।